चाहिँ नि म लदाको चाहिँ हैन पावरले पनि काम गर्नु पर्यो बरे गानी जमाना कहाँबाट कहाँ पुगिसक्यो हेर अब म के गानी म अब चाहिए अब दुलोको कुरा गर्दा चाहिए मैले पनि टिभी नजदिँदै गुलो खिलाएको मान्छे हो हैन मारी नानीको चाहिँ नि प्रब्लम चाहिँ नि के हो रे अब सम्पूर्ण हिसाबले आर्थिक हिसाबले चाहिए 18 नागिसकेको छ भने चाहिए जोड्दा केही फरक पर्दैन अब काजु बदाम लगभग मैले पनि खाइरहेको छु सास मिल्यो भने म पनि गएर रट्काउने हो भन्ने हाम्रो अब भनाइ छ रुस अब चाहिँ नि म लदाको चाहिँ हैन अब लजाउने कुरा केही छैन हैन अब पावरले पनि काम गर्नु पर्यो अब पावरले पनि काम गर्नु पर्यो बुढेसकाल लागिसक्यो अब लजाइ जस्तै गर्नु पर्यो नत्र त म पनि त्यस्तो कम मान्छे त होइन गएर रन्काउने नै हो म पनि साली होइन दुईटैले ताली बजाएर काम खतम गर्ने मन छ मेरो होइन बाजे अब नेपालमा राजा ल्याउने भन्दैछन् होइन तपाईको के छ विचार अब चाहिने अब राजा ल्याउने भनेपछि फेरि अब राजा ल्याउने भनिसकेपछि चाहिँ नि अब पहिले जमानामा त राजा हुँदा चाहिने अब 3-4 वटा अब 5 वटा सकेसम्म 10 वटा बिहा गर्ने चलन थियो अब त्यो चलन चाहिँ अहिले चाहिँ नि अब मन्त्री आइसकेपछि अब गणतन्त्र अब के सब आइसकेपछि चाहिँ नि यो बन्द भएको थियो त्यही भएर चाहिँ नि मैले चाहिँ एउटै बिहा गरेर बसिरहेको थिएँ अब राजा नै आउने भयो भने चाहिँ नि राजा नै आउने भयो भने चाहिँ नि अब म बुढो पनि खसिनु पर्यो अब काजु साजु खानु पर्यो अब काजु बदाम खाएर अब म पनि अब धेर त सक्दिनँ अब घरको बुढी अब एउटै बुढी भएको उसको काम छैन मैले पनि एउटा चाहिँ नि लिनु पर्ला जस्तो लाग्छ रामदीको पनि मुठी बिचमा किन बसास माछ सुन्नुस् है बता अरे हामी आज नन्द भाउजू रामेर आया छन् भाउजूको छक्का छन् रे पैसा त जाने हो गानी बड्डा हामी त लाग्वा जाता हो जामु भाउजू ल बड्डी हो हामी पनि आउँदै छौँ अब रेडी भएर बस हामी पनि रन्कै हाल्ने भयो यो फोनको महिना बन्दुक ड्याङ्ने पट्कै हाल्ने भयो गान्ने ल जाउँ त ल बरे गानी जमाना कहाँबाट कहाँ पुगिसक्यो हेर अब म के गानी म त्यही गानी भन्नु नछोडी छोडी म बस्छु के उही जमानामा हेर अब केराटी हो बरे केराटी हो यो रोज दे हक दे किस दे मुद दे भन्ने नि हुने हो छ के बडा भ्यालेन्टाइन रे म पनि टेस्टे जाऊ दिदी गान्नी जतिखेर पनि गान्नी भनिरहन्छु एकजनाले रोज दे भनेर भन्थ्यो मलाई मेरो पालो बिरी खाँदै थियो चोस दे भन्छ चाहिँ सुनिथियो र च्वासे पारिदिएको रिसेर गयो नि गाह्रो छ नि यो रोज दे भ्यालेन्टाइन दे खोइ के टान्डे भन्ने पनि हुँदो रहेछ म त बिरी टान्डे भन्ने चाहिँ सुनेको थिएँ एउटा सुनिखेँ मैले तिमी राम्रो नभए पनि मन चाहिँ राम्रो हुनुपर्छ भनेर भन्यो मैले मन खोज्दा भेटेन भाउ मान्छे त झन् कालोबाट झन् कालो भयो यार पहिला गाह्रो छ नि पुरुषले 2वटा विवाह नगरीमा कडा सजाय हुने दर्शकबिन नेपालमा पुरुषले 2वटा श्रीमती बनाउनै पर्छ यदि बहु विवाह नगरी सजाय भोग्नु पर्छ यहाँ पुरुषको संख्या कम भएकाले यस्तो कानून बनाइएको बताइएको
होइन गाँठे यो कुरा साँचो हो कि झुटो गाँठे यो कुरा पिउरानतिर लागु छ कि छैन गाँठे केटा हो छ भने भन्नु त छिटो यता एकजना एउटा धेरै नि भने पटाउनु पर्यो क्या गाँठे अब दुईटा बिहा भनेपछि त गर्नु पर्यो कानुन लाग्छ कानुनबाट बढ्नु पर्यो नि होइन